चलते तो हेलो अनि वेलकम ब्याक टु माई च्यानल। आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम फिट अनि फाइन छु गाइस। अनि चाहिँ आज भिडियो के कस्तो भने तपाईँले थम्बनेल हाइलाइट हेरेर थाहा पाइसक्नु भएको छ होइन गाइस। अनि एउटा कुरा चाहिँ भिडियो निरन्तर हाल्न चाहिँ नपाएको किनभने गाइस अब हाम्रो गाउँमा फेरि यस्तो छ कि अब हल्का पानी आउनुहुन्न, हावा चल्नुहुन्न, लाइनै आउनुहुन्न कि त्यो लाइनै नआएपछि अलिक समस्या भएर गाइस भिडियो हाल्न पाइनँ होइन गाइस। अनि तपाईँहरूले चाहिँ नराम्रो नसोच्नु होला होइन गाइस। सकेसम्म सपोर्ट गर्नुहोस् गाइस होइन। लाइन नआएर चाहिँ भिडियो हाल्न पाइनँ गाइस। तर अझै नि लाइन आएकै छैन कि हाम्रो गाउँमा। तर हामी चाहिँ अन्त गरेर चार्ज लाउँदै अनि आज चाहिँ भिडियो बनाएको। तर अब चाहिँ दिनदिनै भिडियो हाल्ने कोसिस गर्नेछु गाइस होइन। तपाईँहरूले सपोर्ट गर्नुहोस् है गाइस। अनि आज हामी चाहिँ के गर्ने कसो गर्ने भने तपाईँले हाइलाइट थम्बनेल थाहा पाइसक्नु भएको छ र हेर्न सक्नुहुन्छ हाम्रो चाहिँ आज चटपटे च्यालेन्ज हो कि त्यही भएर चाहिँ ठ्याक्क यस्तो आज चाहिँ हाम्रो खतरा च्यालेन्ज हुनेवाला छ। अनि बाबु ओ खुर्सानी लिएर आज खुर्सानी लिएर आऊ त्यहाँबाट टिपेर। अनि ट्याक्क हामी चाहिँ आज खतरा च्यालेन्ज गर्नेवाला छौँ होइन। अब हाम्रो चाहिँ सुरु हुन्छ। चाउचौ पिरो चाउचौ लाली चाउचौ हाम्रो फेरि मस्त च्याउसँग झबाटे भिडियो किन हाल्ने छ यत्रो दिन। लाइनको अवस्था त्यस्तै छ यार। लाइनै आएन। अब लाइन नभएपछि गाइस त्यस्तै हो क्या। अनि त्यही भएर अनि लाइनको समस्या भयो कि गाइस। लाइनको समस्या भयो गाइस। अनि त्यही भएर अब भिडियो पनि आउन पाउँदैन। अब त्यस्तै हो। तर निरन्तर भिडियो हाल्ने जारी चाहिँ हुन्छ गाइस। रेगुलर सपोर्ट गर्नु चाहिँ त्यो चटपटी नि युज गरिसक्यौँ कि भन्दैछ प्याजहरू अहिले चाहिँ काटिँदैछ झपाटेले। फुटो अनि चट्ट यहाँ बनाउँदैछौँ सर। सिङै हालेको निचारेर हाल्दो भनेको। फाइनली हाम्रो चाहिँ चटपटे यस्तो बवाल हुनेवाला छ आमा। अब हात हाल भर्खरै बनाउन नदिए राम्रोसँग यस्तो स्पेसल हुनेवाला छ नि गाई। कस्तो एकचोटि चेकिङ हाल्छु गाइस होइन। अहिले बनाउँदै नबनाएको चेकिङ हान्छन्। अनि फाइनली चटपटे बनाएर रेडी भयो। चटपटे चाहिँ यस्तो भयो कि यस्तै चबाउने हो। तर भाइ यस्तो खाँदिनँ म चाहिँ। अलिकति थोरै खानु पनि थियो। प्याज भन्नु हुन्छ पिरो त गाइस यस्तो खाने। यसमा अलि रातो रातो कलर भनेको नत्र दामी हुन्छ। खुर्सानी कस्तो पिरो छ गाइस। यस्तो बडा है खुर्सानी लिएर आएन क्या अरे खुर्सानी लिएर आएको अहिले टमाटर खुर्सानी गाई चाहिँ असिनै टमाटर खुर्सानी आएर 2 दिनसम्म पेट पोल्यो हैरान भएको भयो। आउन टिप यार गाई होइन। आज पनि खुर्सानी च्यालेन्ज गर्दैछौँ गाइस। यस्ता ठुला खुर्सानी चट्नी बस्यौँ आज पनि। खुर्सानी त आमा कति ठुल्ठुला मेरा पास। कता खुर्सानी गाइस कता खुर्सानी आमा। ओहो चटपटी पनि पिरो आज खुर्सानी पनि पिरो दिन्छन् गाइस। यत्रो छ अब आएको चाहिँ हामी यस्तो त अभी
अब लास्ट जाऊ का चल जाऊ खाने दिने भएन यार बस मैं तो तेरा जीवन बिचा कहाँ हो तो खाने दिने यार तेरा सुनना हुआ फिर भाग ओके आइए को अस्टी भी गया चल तोलते रहे तो आजा खा बेचारा प्लास्टिक ठाक ऊ तो कौन ऊ तो नहीं कोई खाना दिन नहीं छुचा लिया Kentang खोर्सानी खान्छौँ ल केटा आउँछ म खान्छु ल kagak ल भने फेरि kagak चुला आउनु अहिले दाइले खुवाइन्छ भने ल kagak खावा tapi semali आँखाहरू पनि semali ke अहिले दाइले खुवाइन्छ भन्दा फेरि isma kau tiga चपा खोर्सानी खाइदिनु भाइ मैले जग्गा यार झन् भाइ अनि खुवाइँदैन रामगम चपा क्या कस्तो 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 खाने कस्तै खान आइजको भ्याउ देखा आइज wahai aku yang tiga pasti marah aku dengan आफू आयो पसिन्न भागो ला तिमीले बाल्दिनु अन्त भन्नुभयो क्या त्यो कुरा सुने हाल्यो नि खान्छ ke नोनी बा यस्तो पिरो खानु छैन भाँडा है भाग्नु mau piro bahan cuma piro bah आफू आयो ini kotor खाना खा मा खानु मैले अबेला खानु मैले
टाउकोमा धुलो पार्नु धुलो पार्नु म फुल्नु पानी पर्यो हे पर्छ अलि एक्लै खाने एक्लै खाने त्यत्रो एक्लै खायो यहाँ फुट्यो भने अर्का घर फुट्यो भने अर्का घर फुट्यो भने अर्का घर मिटर बक्स फुट्यो भने लानु पर्छ सरकार घर अब आरू ल्याएर आएर चाहिँ सुत्नु खानुपर्छ आरू सब पुगेको हामी तिनीहरू मैले खान्छु पो राख जाऊ त आज चाहिँ अब लास्ट हो कि त्यही भएर क्या अरे आयो मलाई पिरियड वाहन त्यो सोचेर खानु पिन नभएर होला त फर्कियो आएर थुकी आरू खान लाग्यो उयो चपाटी मेरो भाँडा फाले चपाटी खान्छु चोर पानी फोन आ पऱ्यो भने त त गइसक्यो फोन आ पऱ्यो भने किरो छ भाइ आपको बोलिए आपको पता चोरी तो गए आप एउटा दुईटा फले खानु भित्रबाट फले खानु पछि खानु पर्ने हुन्छ मोबाइल पऱ्यो भने त झपाटे गइसक्यो मेरो आधार खट्न खट चप्पल लिएर आउनु मेरो अनि फाइनली गाइस अनि आजको चटपटे च्यालेन्ज पनि अब त्यस्तै त हो नि अब त्यस्तै भइहाल्यो अनि कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सुझाव सल्लाह अनि प्रतिक्रिया दिन चाहिँ नबिर्सनु गाइस आज भिडियोलाई यतै इन गर्न चाहन्छु र च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरी साइडमा रहेको बेल आइकन थिच्नु होला गाइस र भोलि झन् खतरा आउनेवाला छन् भरिभरि खतरा फरक अनि खतरा चाहिँ चोरेको भिडियो आउँदैछ नि गाइस सबैले लाइक कमेन्ट सेयर सब्स्क्राइब पनि हान्नु पर्यो गाइस हैन र सपोर्ट देखाउनु पर्यो गाइस तपाईँ हाम्रो फ्यामिली यारको नयाँ खतरा भिडियो लिएर आउनेछु गाइस त्यतिसम्मको लागि जय नेपाल।